सो हेलो गाइस वेलकम टु माई न्यू ब्लग तपाईहरु सन्चै हुनुहुन्छ होला म एकदमै सन्चै छु हैन सो आज चाहिँ मेरो ब्लग आउँछ तपाईहरु टेन्सन हुन्छ आज चाहिँ म सबभन्दा फर्स्टमा युट्युब के रे फेसबुकमा हाल्छु अनि इन्स्टाग्राममा त्यसपछि मात्र मेरो लास्टमा युट्युबमा आउँछ सो त्यही हो आज मेरो ब्लग चाहिँ बब्बाल हुनेछ त्यही हो आज आइज यति नै म अहिले तपाईहरुलाई एकछिन चाहिँ भेट्दै गरौँ ल त्यही हो अहिले सो गाइस हैन यहाँ म चाहिँ उता शिवजीको मन्दिरको जानुपर्ने हुन्छ त्यही हो बाटो चाहिँ यहाँ रहेछ मैले भर्खर भेटिरहेको आज म कपाल सोल काटेर ठ्याक्क निस्किछु यहाँ चाहिँ सो घुम्नु पऱ्यो नि त होइन अब भनेको बाटो चाहिँ यहाँ छ बाटो दिन खतरा बनाएर रहेछ होइन पहिला पिछली बार म यहाँ आउँदाखेरि चाहिँ त्यो बाटोहरू थिएन कि तर केटाहरू होइन डेटिङ आउनलाई चाहिँ बाल मार्छ भन्छ बाल बब्बा जङ्गल छ नि त किनकि आउँछ नि त डेटिङ आउँछ चाहिँ त्यही हो भ्यू देख्न सक्नुहुन्छ अहिले बाल छ बाल छैन बाल आएर एकदम भवाल मस्त छ कि मस्त मलाई चाहिँ सही लाग्छ यार यस्तो पाहाडहरूमा घुम्न लागि चाहिँ मेरो चाहिँ सही हो कि मैले सही छ कि यार त्यही हो कि यार बाल बजा गाउँघर चाहिँ लाग्छ मलाई तर अनि सहर नै भन्नुपर्छ भने तर मेरो लागि चाहिँ म चाहिँ तर मेरो सोचमा चाहिँ गाउँघर भनेरै म चाहिँ सोध्छु कि यार के गर्नु गाउँघरको याद आउँछ नि त होइन त्यही हो अब याद आएर नि के गर्नु अब गाउँघर याद आएर नि के गर्नु अब पछि जाँदै गरौँ ल गाउँघर भनेको अहिले भनेको अब कमाउने अलिअलि घुम्दै फिर्दै हिँड्ने हो म चाहिँ यहाँ मन्दिर पनि आइसकेको छु मन्दिर पनि आइ शिवजीको मन्दिरमा आइसकेको छु त्यही हो बब्बाल छ मन्दिर खतरा छ मन्दिर चाहिँ यो बब्बाल खतरा हो भने खतरा छ कि ठाउँ चाहिँ दामी छ यार दामी छैन त्यही हो ठाउँ चाहिँ खतरा छ कि त्यही हो अहिले यहाँ म मन्दिरमा आइसकेको छु मन्दिरको दर्शन गरौँ ल त्यसपछि त अहिले भेटौँ आएर अहिले एकछिन आइरहेको यति यहाँ भगवान्को छेउमा भिडियो बनाउनु चाहिँ मिल्दैन छैन त्यही हो म चाहिँ यहाँ दर्शन गर्न हुनुहुन्छ देख्न सक्नुहुँदै दर्शन भगवान् चाहिँ त्यही हो दर्शन पनि गरिसक्यौँ तर ठाउँ चाहिँ खतरा छ भने यार मलाई चाहिँ तर बेस्ट लाग्छ कि ठाउँहरू पनि खतरा छ होइन त्यही भएर ठाउँहरू चाहिँ तर सही छ भने मलाई चाहिँ मनपर्छ होइन यो भगवान् हाम्रो शिवजी त्यही हो यार बबाल लाग्छ तर मलाई चाहिँ त्यही होइन बबाल एकदम बबाल मस्त खतरा छ भने यार ठिकै छ तर गाउँतिर नि गाउँघर नि जस्तै लाग्छ मलाई चाहिँ ठिकै छ तर पनि होइन केटाहरू म जुम गरेर चाहिँ जुम गरेर चाहिँ म देखाउन सक्थेँ तर मेरो मोबाइल आइफोन परेन एन्ड्रोइड पऱ्यो त्यही हो अब एन्ड्रोइड भयो भने चलाउनै पऱ्यो नि त होइन अब परिस्थिति नै यस्तै छ अब भोलि पर्सि अब अलिअलि मिहिनेत भएपछि अब किनौँ ल आइफोन भनेको एउटा चाहिँ मेरो सपना छ एउटा आइफोन एउटा घर एउटा अनि केटिएम बाइक किन्नु पर्ने छ मेरो सपनाबाट ड्रिम छ होइन त्यही हो होइन अब यस्तै सोच बोकेर हिँड्ने मान्छे म चाहिँ त्यही हो अब पिछली बार चाहिँ म पहिला पछि अब फेरि अर्को मेरो भिडियो भनेको दिनको आउँदैन होइन हप्ताको एकचोटि आउँछ अर्को हप्तामा चाहिँ म तपाईँहरूलाई त्यो मन्दिरमा जान्छु त्यो मन्दिरमा यही मन्दिरमा म जान्छु यही मन्दिरमा जान्छु होइन अर्को हप्तामा चाहिँ हो त्यहाँ गएको नि म तर त्यहाँ गएको नि म भिडियो बनाउँछु तपाईँहरूले सो अहिलेलाई चाहिँ यति नै होइन अब तलतिर जान्छु म यहाँ कति घुम्नु अब भगवान्लाई मैले मागिसकेको छु मेरो सपना धेरै गरिदिनु भनेर अब म चाहिँ तलतिर लाग्छु अब बाटो यहाँ तलतिर छ होइन बाटो चाहिँ यहाँ तलतिर छ त्यही हो अहिलेलाई चाहिँ यति नै म तल के अरे फुर्बासँग भेट्छु फुर्बासँग आएर कुरो गर्नुहुन्छ हुन त तर जहिले भेट्छ हामी के कुरा गर्नु तर जान्छौँ त्यही पनि त्यही हो अब तपाईँहरूले तलतिर भेट्दै गरौँ ल अघि बाटो चाहिँ जान्न म अहिले त्यही बाटो जान्छु म सो त्यही हो यार जिन्दगी बेहाल छ भन्दा नि यो चाहिँ भिड रहेछ यता चाहिँ म जान्न डर लाग्यो त्यही हो यार तर बबाल मजा आउँछ कि
तर यस्तो पहाडतिर घुम्न चाहिँ मलाई बेस्ट लाग्छ यो सहरमा बसेर त्यो सहरमा बसेर गाउँघरमा बस्या एउटै हुँदैन नि त हो सहरको हावा र गाउँघरको हावा एउटै हुँदैन नि त अनि सहरको के अरे अनि गाउँघरको पानी र सहरको पानी एउटै हुँदैन मलाई त्यही लाग्छ हो जिन्दगीमा मलाई चाहिँ गाउँमै बस्न मन लाग्छ तर के गर्नु होइन परिस्थितिले नै परदेश मान्छेलाई बनाउँछ त यसमा मान्छेको केही गल्ती छैन सबै भगवान्ले देखिरहेको हुन्छ होला तर पनि के गर्नु यस्तै हो अब परिस्थिति हाम्रो अब सो त्यही हो तपाईँहरूले माया सपोर्ट गरिदिनु होला मेरो भिडियोमा लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला त्यही हो यार अब के गर्नु यस्तै 6 दिन त गानी भने जस्तै एउटा त्यो नि मैले एउटा त्यो नि देखाएको थियो एउटा के अरे भिडियो के गर्नु दिन त गानी भने जस्तै हो त जिन्दगी बेहाल छ होइन तर यो चिज चाहिँ के हो यार तपाईँहरूले यो चिज चाहिँ के होला होइन तर तपाईँहरूले त्यो गरे के कतै देखेँ यसको नाम थाहा छ भने चाहिँ मलाई तर भनिदिनु कमेन्ट गरिदिनु होला त्यहाँ गएर होइन कमेन्ट सेक्सन खाली हुनुहुन्छ तपाईँहरूले गर्न सक्नुहुन्छ त्यही हो यार अहिलेको लागि चाहिँ यति नै र फुलहरू चाहिँ बाल फुल ल्याएर चाहिँ यता छ ए बाल झन् त्यही हो अब तपाईँहरूले म अहिले तलतिर भेट्दै होला म अहिले चाहिँ यति नै बाई सुकाइँदैन म त यहाँ घरमा आइसकेको छौँ त्यही हो अब ब्लग चाहिँ यहीँ खतम गर्छु आजको लागि चाहिँ ब्लग चाहिँ यति नै होइन अब छतमा जाउँ यसो ठन्डा ठन्डा हावा खाउँ लास्टै गर्मी छ गर्मी लास्टै गर्मी होइन त्यही हो जिन्दगी बेहाल छ जस्तै भन्नु पर्ला होइन मैले चाहिँ अब मेरो लागि चाहिँ भयो त्यही हो यार मैले के गर्नु होइन अब छतमा चाहिँ यस्तो भ्यू देखेको छ राति भएपछि त्यही हो राति चाहिँ यस्तो बाल भ्यू देख्छ होइन भ्यू छैन तर खतरा देख्छ सो त्यही हो आजको लागि भ्लग यति नै तपाईँहरूले माया गरिदिनु पऱ्यो सपोर्ट गरिदिनु पऱ्यो त्यसपछि मात्र सुसान भ्लगर तपाईँहरू अगाडि बढ्छ नि त हो यसो माया सपोर्ट गरिदिनु कमेन्ट लाइक सेयर यसो सब्सक्राइब पनि हालिदियो भने झन् माथि हुन्थ्यो नि त हो माया सपोर्ट गरिदिनु पऱ्यो कि एट्याक लगाएर कोही तपाईँहरू माया सपोर्ट नै गर्नुहुन्न मलाई म त तलै बस्ने हो त अरूलाई जसरी सपोर्ट गर्छु मलाई पनि त्यसरी सपोर्ट गरिदिनु पऱ्यो यार तपाईँहरूको माया सपोर्टले माथि बढ्ने हो भने सो त्यही हो अब धेरै लम्बा गाफी नठोकाउँ होइन मैले भनेर केही नै हुने होला छैन त्यही हो अब अरूको लागि यति नै सो अब अर्को हप्ता सन्डे आउँछ ब्लग चाहिँ आज नै खतम गऱ्यौँ अब यति नै त्यही हो आजको लागि यति नै बाई टाटा